हो गाइज के छ हौ साथी हो। अब के गर्ने यार, यस्तै हो जिन्दगी। यहाँ प्लटिङ गर्न लगाएको यो काठमाडौँ भ्यालीबाट ठ्याक्क हाइटमा स्विजरल्यान्ड जस्तो ठाउँ छ यो। अब साथीभाइलाई के भन्नु, कति त्यो सहरको व्यस्तमा बस्ने भनेर यहाँ चाहिँ प्लटिङ गरिदिनु लाग्छौँ हामीले। अब यहाँ यो स्विजरल्यान्ड जस्तो टाइपको ठाउँ छ। 24 घन्टा घाम नआउँछ, बेलुका 5-6 बजीसम्म घाम लाग्ने ठाउँ हो यो ठाउँ भनेको। बस्दाखेरि नै आनन्द, सानो चिटिक्क एउटा कटेज बनाएर बुढापाकाहरू बस्यो भने एकदम आनन्द हुने ठाउँ हो यो। अब यहाँ चाहिँ अब प्लटिङ गर्दैछौँ। यो ठ्याक्क तपाईँको सूर्य विनायकबाट ठ्याक्क 3 किलोमिटर माथि हो, फेरि 3 किलोमिटर माथि हो यो ठाउँमा। एकदम आनन्द छ। साथीहरूले कोही कसैलाई इन्ट्रेस्ट छ भने भन्नु है, मिलाएर दिन लाग्छु जग्गा। धेरै पर्दैन, काठमाडौँको कति भिडभाडमा बस्ने यस्तो ठाउँ त कहिले पाउँदैन। स्वस्थ आयु पनि बढ्छ, मान्छे आयु बढ्नलाई के गर्छन्, आनन्द एक्सर्साइज गर्ने ठाउँ पनि छ, उकालो ओह्रालो पनि छ, ठ्याक्क यस्तोसम्म जग्गा छ। 24 घन्टा घाम लाग्छ। तपाईँलाई यो हाम्रो यो हेर्नु, पुरा अब वाल सुरु गरेको छौँ हामीले, सब वालसाल सुरु गरेका छौँ। अब गएर दोजरतिर जाउँ न, अब गएर रातो बत्ती मत गर अनि दोजर हटाउँ। डोजर पनि ल्याइसकेको छौँ। अब हाम्रो यो प्लटिङको 6 महिनाभित्रमा प्लटिङ सकिन्छ होला। 6 महिनाभित्र सब प्लटिङ सकिन्छ। ठाउँ एकदम राम्रो छ, हेर्दाखेरि राम्रो ठाउँ। यो सबै जग्गा हो, यो सबै तोरीबारी सोरी सबै लिने प्लान छ हाम्रो। यो सबै लिएर यो जग्गा सबै यो सबै हो, यो सबै जग्गा हो तपाईँको। यो सडक पनि नजिक छ, त्यहाँ ठ्याक्क हेर्दाखेरि आनन्द ठाउँ, बस्ने ठाउँ। अब भरभर काम सुरु गर्नु भएको छौँ अब हामीले। ठाउँ हेर्नुहोस् है, ठाउँ एकदम बिन्दास ठाउँ छ। फेरि यस्तो ठाउँ कहाँ पाइन्छ हो। यो ठाउँ यो ठ्याक्क सम्म भएको ठाउँ, एकदम हाइबाट एकदम नजिक छ। एकदम बाटो पनि देख्दा हेर्दाखेरि नजिक, भ्यूहरू पनि देख्ने, घामै लागेको ठाउँहरू छ, सबै चिटिक्क छ। तर छ अब हाम्रो जग्गा भनेको यहाँबाट प्लटिङ हुन्छ, हाम्रो सब प्लटिङ हुन्छ। हाम्रो जग्गा यहाँदेखि छ, सबै पुरा प्लटिङ छ। ल सब चिज छ है, सब एरिया राम्रो छ। जग्गा सबै हेर्नु, राम्रो चिटिक्क चाह्यो भने पछि प्लटिङ भएपछि देखाइदिउँला निशानाहरू। हाम्रो यहाँ काम सुरु हुँदैछ।